हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो आजको मिनी ब्लगमा। अनि चाहिँ हजुरहरूको दिन कस्तो रह्यो आज चाहिँ मेरो चाहिँ आजको दिन कस्तो भयो भनेर चाहिँ हजुरहरूले यही भिडियो मार्फत देख्नुहुन्छ। अनि चाहिँ हेर्नु न यो चाहिँ हाम्रो टमाटरको टनेल हो कि कति भयो थियो नि त म बाहिर ननिस्केको। अनि म चाहिँ कस्तो टमाटरको टनेल हेर्न मन लागिरहेको थियो कि कति फलेको रहेछ भनेर चाहिँ। योभन्दा अगाडि त हामीले धेरै नै टिपिसकेको थियौँ कि बाबाले धेरै नै टिपेर ल्याइसक्नु भएको थियो। अनि त्यसपछि चाहिँ हामी चाहिँ अब होइन बो टमाटर सकिनुभन्दा अगाडि त म एकचोटि जान्छु भनेर चाहिँ आज चाहिँ मेसो पाएर गएँ टाइम मिलाएर। अनि म चाहिँ यहाँ चाहिँ टमाटर खनाउँदैछु कि अनि मम्मी चाहिँ हाँस्दै हुनुहुन्छ यहाँ भिडियो बनाएको देखेर है। हाम्रो टमाटरको फेरि यति मिठो छ कि यति छिटो पाक्छ कि कति बेला गायब भयो भन्ने कुरा थाहै हुँदैन। यस्तो लत्राक लुत्रुकै पाक्छ नि। हेर्नु त हाम्रो टमाटर राम्रो छैन त, यस्तो मिठो पनि छ। अनि हजुरहरूलाई चाहिन्छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला। हाम्रो चाहिँ यहाँ हेम्जामा हो घर चाहिँ। अनि यो थाहा छ हजुरहरूलाई यो बारेमा, यो येल्लो कलरको गमको स्टिकर हुन्छ कि त्यहाँ कति धेरै किराहरू टाँसिन्छ। अनि म चाहिँ लखरक लखरक घरतिर लागेँ। टोमा हिँड्दा हिँड्दै कतिजनाले त हामीलाई 1 किलो भन्दै हुनुहुन्थ्यो कि त्यो भएर मम्मीले चाहिँ बाँड्दै हुनुहुन्थ्यो बाटोमा। मैले चाहिँ अलिअलि रको टमाटर चाहिँ लिएर आएँ। त्यसपछि घर आएर नुहाई धुवाई गरेर बाबु चाहिँ सुतिरहेको थियो। अनि त्यसपछि म यहाँ लागेँ सनस्क्रिम लाउन। यो सनस्क्रिम भन्नुहुन्छ भने साथीहरू मैले हप्तामा एकचोटि लगाउँछु होला कि। मेरो बहिनीले सधैँ भन्ने गर्छ कि सनस्क्रिम लगाएन भने छिटो बुढो भइन्छ, छिटो चाउरी पर्छ, लगाएकै लगा भन्छ। तर मेरो जहिले याद आउँछ तहिले लगाउँछु मैले चाहिँ सनस्क्रिम। अनि यहाँ चाहिँ लिप बाम पनि लगाउँदैछु मैले चाहिँ। अनि हाम्रो घरको आडामा धौलागिरी बोर्डिङ स्कुल छ नि त। अनि त्यहाँ चाहिँ पढेको सबै सुनिन्छ कि, त्यहाँ पढेको सानसानो बच्चाहरू है चिच्चाको सबै सुनिन्छ। अनि हेर्नु यो सुत्दैन त्यति बेला त बच्चाहरूको आवाज सुनेर। अनि चाहिँ आज मैले पकाउँदैछु मटनको पक्कु। हजुरहरूले पक्कु खानुभएको छ कि छैन, पक्कु कतिको मनपर्छ, अब आउने दसैँमा पक्कै पनि पक्कु बनाएर खानु होला है त। अनि चाहिँ पक्कु बनाएको रेसिपी हेर्न चाहनुहुन्छ भने चाहिँ मलाई चाहिँ फलो गर्नु होला। म चाहिँ भोलि चाहिँ यसको रेसिपी राख्नेछु। आजको लागि चाहिँ यति नै साथीहरू, मेरो मिनी ब्लग चाहिँ सक्यो। हजुरहरूको आजको दिन चाहिँ कस्तो रह्यो कमेन्ट गर्नु होला। अनि मलाई फलो गर्न नबिर्सिनु होला। बाई।